हेलो गाइज वेलकम टु माई अनदर भ्लग्स है। के छ सन्चै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ? आज चाहिँ म तपाईँहरूको लागि चाहिँ एउटा स्पेसल भिडियो बनाउँदैछु र त्यो हेरेर के कस्तो हो भनिदिनु होला होइन। म चाहिँ आज नाइटमा बेलुकाको समयमा चाहिँ अहिलेको चाहिँ रातको 10 साढे 9 भइसकेको छ होइन। 9:30 बजी चाहिँ म आज चाहिँ एक्लै अब बाहिर चाहिँ घुम्न हिँडिरहेको छु गाइजहरू। तपाईँहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ हाकोदाटेको होक्काइडो हाकोदाटेको इचिबान फेमस ठाउँ हो होइन। एक नम्बर प्रसिद्ध भनौँ न चल्ने ठाउँ हाकोदाटे स्टेसनको नजिकैको एउटा लक्की प्यारो भन्ने चाहिँ बर्गर हाउस छ, चाइनिज बर्गर हाउस। म चाहिँ त्यसमा आज फर्स्टचोटि हेर्न आएको थिएँ। साँच्चै एकदम रमाइलो रहेछ। हेर्न सक्नुहुन्छ मेरो यो पछाडि चाहिँ ताल हो होइन। ताल भन्नु यो चाहिँ समुद्रको हो, ड्याम जस्तै हो कि होइन, छेकिराखेको। यता साइडमा चाहिँ सिपहरू रोकेर राखेको छ गाइजहरू होइन, हेर्न सक्नुहुन्छ भने। अनि यो पुरै चाहिँ यसमा चाहिँ अब दिउँसो सायद बोट खेलिन्छ होला। आज चाहिँ म राति भएको कारणले चाहिँ यहाँ बोट खेलेको चाहिँ देखिँदैन। यहाँ चाहिँ अब जस्तै यहाँको यो बोटको स्थापना यसरी लेखेको रहेछ होइन। अनि पहिले सुरुमा बोट स्थापना गर्नेको मूर्ति जस्तै हाम्रो धरानमा बनाउँदैछ नि होइन। धरानमा जस्तै सिस्टमको चाहिँ यस्तो पुरानो यो के भन्छ त्यो चाहिँ फलामको रहेछ होइन, कलर लगाएर ढुङ्गा सहितकै। अनि लक्की प्यारो चाहिँ कस्तो छ भनेर मलाई धेरै खुल्दै लागिरहेको थियो। अनि म आउनु मन लागेको थियो। अब म चाहिँ उता अर्कै बर्गर हाउसमा भएर चाहिँ अब यता आउनु पाएको थिएन। आज चाहिँ संयोगवश मिल्न गएको छ गाइजहरू, हेर्न सक्नुहुन्छ होइन। पुरा स्पेस दामी छ होइन। क्यामेराले चाहिँ धोका दिएला जस्तो गाइजहरू पुरा उमीको मजा लिएर बेलुका अब म तपाईँहरूलाई यता पनि देखाउन चाहेँ। अनि यता हेर्न सक्नुहुन्छ यो चाहिँ त्यसको लक्की प्यारो भन्ने चाइनिज कम्पनी हो यो चाहिँ होइन, बर्गरको ठुलो कम्पनी चाइनिजहरूको। अनि यो चाहिँ ब्याक साइड हो है, फेरि लक्की प्यारोको ब्याक साइड। यता नजिकै हुनुहुन्छ भने आएर घुम्दा हुन्छ। र अब म तपाईँहरूलाई देखाउँछु फ्रन्ट साइड पनि देखाउँछु है त गाइज। अगाडितिर के कस्तो छ यहाँबाट देख्न सक्नुहुन्छ। माथिको यहाँमा देख्न सक्नुहुन्छ। खै यहाँ कहाँ गयो, माथि डाँडाको चाहिँ यामा हो होइन, हाकोदाटे यामा। अझै उकालो छ। अब केबल कारहरू पनि हिँडिरहेको छ। केबल कार हिँडिरहेको चाहिँ यहाँबाट सायद देखिँदैन होला होइन। चराहरू राति अब गुड बस्नलाई चराचुरुङ्गीहरू पनि जान थालिसकेको छ। ट्रेन पनि यहीँनिर छ है। एकदम एक्साइटेड छु होइन, एकदम रमाइलो फिल भइरहेको छ मलाई चाहिँ होइन। आनन्द हेर्न सक्नुहुन्छ गाइजहरू होइन। यहाँ हेर्न सक्नुहुन्छ है, ट्याक्स फ्री जापान भनेर लेखेको रहेछ। यो चाहिँ मार्केटको नाम हो ट्याक्स फ्री चाहिँ होइन। मतलब ट्याक्स लिँदैन भन्दा तर ट्याक्स त किन नलिनु र होइन। ट्याक्स चाहिँ पहिले जोडिरहेको हुन्छ। म तपाईँहरूलाई अगाडिबाट देखाउँछु है त गाइजहरू। हेर्न सक्नुहुन्छ गाइजहरू मोरी भनेको चाहिँ यस्तो हुँदो रहेछ होइन। यो चाहिँ अहिले चाहिँ लाइटले गर्दा टल्किरहेको छ। अब अलिकति ऊ भयो होला क्यामेरामा होइन। गाइजहरू हेर्न सक्नुहुन्छ त्यो मोरीको खान्जी हो यो चाहिँ जङ्गलको। त्यहाँ पनि यति राम्रो छ कि होइन। अब यसमा चाहिँ यो यसमा चाहिँ हाम्रो अहिले नयाँ जुनियरहरू पनि यता काम गर्नुहुन्छ कि, तर कुन चाहिँमा काम गर्छ पत्ता लगाउनु गाह्रो भयो कि। यहाँ चाहिँ धेरै रहेछ यतातिर चारैतिर त्यो मोरीकै छ होइन। मोरी मतलब लक्की प्यारो माथि चित्र हेर्न सक्नुहुन्छ। चित्र नै टल्किरहेको रहेछ कि गाइजहरू होइन। र म तपाईँहरूलाई अर्को रमाइलो ठाउँ पनि देखाउँछु त एकैछिन पर्नु है त। हेर्न सक्नुहुन्छ गाइजहरू लक्की प्यारो होइन। बर्गरको चित्र हेर्नु नि कति अग्लो। त्यो बर्गर हेरेर चाहिँ मलाई एउटा याद आयो केटाहरू होइन, साथीहरू।
के को भनेदेखि अब यो एकचोटि बल्छी धुर्पीले बनाएको थियो नि होइन, हल्का रमाइलोमा होला सायद त्यो बर्गर भनेर चाहिँ ठुलो बर्गर बनाएको थियो सायद यसकै हुनुपर्छ है गाइस। बर्गर चाहिँ डेन्जर छ। अनि अझै एउटा नाउ सायद त्यो सिबोर्ड त होइन होला, हेर्छ न त्यहाँ भित्ता चाहिँ बत्ती बलिरहेको छ, होचो छ। नाउहरू हेर्नुहोस् गाइस, यतातिर चाहिँ नाउहरू छ यता। यहाँ चाहिँ एउटा चरा पनि हिँडिरहेको रहेछ। एक्लै खेलिरहेको छ बेलुका राति भनेको 2-3 वटा रहेछ नाउहरू हेर्छ होइन। भने यहाँ चाहिँ सुरुवाती नाउ नजिकबाटै देख्न सक्नुहुन्छ। यो चाहिँ सानो बोट हो तर पनि यो भित्र चाहिँ बत्ती बलिरहेको छ क्या, हेर्न सक्नुहुन्छ। यहाँ सानो यो भित्र चाहिँ सायद मान्छे हुनुपर्छ जस्तो लाग्छ। यहाँको बिवाई गाडी आयो, बिवाई गाडीको फोर्स चाहिँ यस्तो है, एकदम चर्चित हो होइन। यो चाहिँ बेलुका राति आउँछ धेरै, अनि यो गाडीले चाहिँ डिस्टर्ब धेरै गर्छ होइन। राति आएर चाहिँ डिस्टर्ब गर्ने गाडी चाहिँ यही हो। गाडी चाहिँ यस्तो डेन्जर, तर यो गाडी चाहिँ सानो, एकजना मात्र चढ्नु मिल्ने यो गाडी चाहिँ होइन। भने धेरै दिनपछि चाहिँ म घुम्न आएँ, एकदम रमाइलो फिल भयो होइन। यो भित्र हेर्न सक्नुहुन्छ दुईवटा सुङसुङ ठिच्यौ, अनि अरू सानो बोटहरू चाहिँ यतातिर बसिरहेको रहेछ, हेर्न सक्नुहुन्छ होइन। अब एकछिन यहाँ बस्नु पर्यो। भन्दै आजको भिडियो चाहिँ यति नै है त गाइजहरू।